आर्थिक वर्ष 2082-83 को मौद्रिक नीतिको संरचना र लक्ष्यमा मेजर कुराहरुमा जाउँ। इन्फ्लेसनको टार्गेट कति रहेछ मुद्रास्फीति भन्दाखेरि 5%, यो पहिलो रहेछ। दोस्रो रहेछ 7 महिना, के भन्दाखेरि 7 महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमयको सञ्चिति कायम राख्ने, यो दुई कुरा चाहिँ मेजर भयो। तेस्रो कुरामा चाहिँ के रहेछ भन्दाखेरि बजेटमा यो वर्षको आर्थिक वर्षको बजेटमा जुन 6% को आर्थिक वृद्धि छ त्यो हासिल गर्नको लागि तरलता व्यवस्थापन र विदेशी विनिमय सञ्चिति यो दुईटैको व्यवस्थापन गरेर 6% को आर्थिक वृद्धि हासिल गर्न सघाउ पुर्याउने, यो तेस्रो कुरा भयो। चौथो कुरामा जाउँ, जुन चाहिँ इम्पोर्टेन्ट छ यहाँ विस्तृत मुद्रा प्रदायको वृद्धि दर 13% रहने। त्यसो भए अब नयाँ टर्म आयो हामीसँग विस्तृत मुद्रा प्रदाय। अब यो विस्तृत मुद्रा प्रदाय के होला भन्दाखेरि हामी व्याख्यातिर खुब पढ्ने गर्छौं। M1, यो M1 भनेको के हो? M1 न्यारो मनी जुन भन्थ्यो हामीले, यो M1 भनेको के भन्दाखेरि C+DD करेन्सी हेल्ड बाइ द पब्लिक र डिमान्ड डिपोजिट, यो दुईटै जोडेर चाहिँ M1 आउँछ। मुद्रा र चल्ती निक्षेप, चल्ती खाता जुन हामी खोल्छौं र जनतासँग भएको जति पनि क्याश छ, मुद्रा छ, त्यो सबैलाई जोडेपछि के आउँछ त M1 आउँछ। त्यसमा यसमा प्लस गर्दिने अरे M1 प्लस भन्दाखेरि यो दुईटै अनि प्लस के अरे M1 र यो दुईटै गरेर यो दुईटै जोड्ने, M1 पनि जोड्ने प्लस एउटा के जोड्ने भन्दाखेरि बचत तथा कल डिपोजिट, सेभिङ डिपोजिट जुन हामी भनिरहेका हुन्छौं, सेभिङ डिपोजिट प्लस कल डिपोजिट, मैले यो सर्ट फर्म मात्रै लेखेको है। यो कल डिपोजिट यो जोड्यो भने के आउँछ M1 प्लस आउँछ। त्यसो भए M2 भनेको के होला भन्दाखेरि M2 भनेको चाहिँ M1 प्लस, अगाडि नै भइसक्यो यो दुईटै, यो यति प्लस आवधिक निक्षेप, यो आवधिक निक्षेप भनेको यो महिना 3 महिनामा जोड्दै जान्छौं नि हामी, 100 रुपैयाँ जम्मा गर्ने, 2,000 जम्मा गर्ने, 10,000 जम्मा गर्ने प्रत्येक महिना, यसलाई आवधिक निक्षेप भन्छ। यो आवधिक निक्षेप जोडेपछि के आउँदो रहेछ M1 प्लसमा भन्दाखेरि M2 आउँदो रहेछ। विस्तृत मुद्रा प्रदाय, यसको वृद्धि दर कति रहेछ 13% को टार्गेट रहेछ। अब अन्तिममा जाउँ, निजी तर्फको कर्जा वृद्धि दर कति अरे भन्दाखेरि 12% वृद्धि। यसरी हेर्दाखेरि चार कुरा हामीले सम्झिनु पर्यो। निजी तर्फ जाने कर्जाको वृद्धि दर 12%, M2 विस्तृत मुद्रा प्रदायको वृद्धि दर 13% को टार्गेट छ, इन्फ्लेसनको टार्गेट 5% र विदेशी विनिमय सञ्चिति कति हुनु पर्यो भन्दाखेरि मिनिमम 7 महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति हुनु पर्यो। यो चार कुरा मिलेर अहिले हाम्रो मौद्रिक नीति 2082-83 को के बनाउँदो रहेछ त संरचना र लक्ष्य बनाउँछ। हस्त, धन्यवाद।